Okay, right. Your question today we are going to solve this palindrome number. Palindrome number. Okay, palindrome number. Sorry for my handwriting. Palindrome number. Now we are going to solve this. Suppose यो number दिएको छ 1 2 1. x is equals to 1 to 1 integer दिएको छ अरे. अब यो चाहिँ palindrome हो कि हैन? यदि हो भने true, यदि हो भने is it palindrome? हो भने true पठाउनु पर्यो, हैन भने false पठाउनु पर्यो. कसरी सल्भ गर्ने त 1 to 1 palindrome भनेको के त यो लास्ट को र फर्स्ट को र लास्ट को चाहिँ सेम हुनु पर्यो. एन्ड बीचको पनि सिमिलरली रिपिट हुँदै जानु पर्यो. ओके, दैट इज palindromic number. palindrome भनेको के हो त that it reads the same. It's a palindrome. integer चाहिँ palindrome कतिखेर हुन्छ जब चाहिँ integer चाहिँ reads the same forward and backward. सेम हुनु पर्यो के, सेम हुनु पर्यो. अब कसरी सल्भ गर्ने त one way हामी यो ओरिजिनल नम्बरलाई सपोज यो x लाई हामी रिभर्स गर्छौं, राइट. हामी रिभर्स गर्दै सपोज अब यसलाई कसरी रिभर्स गर्ने त फर्स्ट थिङ भनेको यसको रिमाइन्डर, यो दिएको नम्बरको रिमाइन्डर. ओके, दिएको नम्बरको रिमाइन्डर फाइन्ड गर्नलाई नमको 1 2 1 को मोडुलस 10 गर्यो भने हामीलाई के आउँछ, लास्ट डिजिट आउँछ 1. ओके, 1 आउँछ. सपोज यतिखेर रिभर्स भनेको 0 छ अरे. अब रिभर्समा गएर 8 हाल्नु. ओके, रिभर्समा गएर 0 टाइम्स 10 प्लस यसलाई सपोज मानौ हामी रिमाइन्डर प्लस रिमाइन्डर भनेको कति आउनु भयो. यतिखेर रिभर्स भनेको 1 रिभर्स भनेको 1. नम x भनेको कति छ, x भनेको 1 to 1 नै छ, 1 to 1 नै छ. र यो कतिखेरसम्म गरौँ भन्दा x चाहिँ ग्रेटर देन 0 हुने बेरसम्म. ओके, x चाहिँ ग्रेटर देन 0 हुने बेरसम्म गर्दै गरिराखौँ के. र x लाई चाहिँ math dot floor x by 10 गर्यो भने हामीले के गर्यो, लास्टको डिजिट भनेको कति आउनु भयो, 12 आउनु भयो. फ्लोरले चाहिँ यो डेसिमलमा आउँछ, यो फ्लोरले चाहिँ 12, लास्टको डिजिट हटाइदिन्छ. ओके, फ्लोर गरिसकेपछि लास्टको डिजिट हट्छ. 12/10 भनेको 1 to 1 / 10 भनेको 12 point समथिङ आउँछ. पछाडिको डेसिमल पोइन्ट हट्छ भनेको x is still greater than 12 छ नि. x is still greater than 12. अगेन सेम केस रिपिट हुन्छ. अगेन फेरि अर्को केस अब फेरि रिपिट हुन्छ. ओके, रिपिट भइराख्छ. नाउ x नाउ 12 को मोडुलस 10 भनेको कति हो, 2 हो. यो भनेको के हो, रिमाइन्डर. 2 भनेको के हो, रिमाइन्डर. ओके, अब रिभर्समा गएर 8 हान्ने हो. रिभर्स भनेको पहिला अघि रिभर्स कति भएको थियो, 1 रिभर्स टाइम 10 प्लस 2. रिभर्स भनेको कति हुनु भयो, 12 हुने भयो. र x भनेको math dot floor 12/10 भनेको 1. ओके, फेरि सेम केस रिपिट हुन्छ.
फेरि still 1 is greater than यो किन भएको त भन्दा 12 is greater than 0 अब 1 is greater than 0 छ 12 भनेको x के x यो x हो नि त x भनेको अब यहाँ के हुनुभयो 1 को मोडुलस 10 भनेको त 1 नै आउँछ ओके यो भनेको रिमाइन्डर रिभर्स भनेको कति हुनुभयो अघि कति भएको छ 12 into 10 plus 1 भनेको 121 ओके अब x भनेको math dot floor 1 divide 10 भनेको 0 आउँछ 0 now 0 is not greater than 0 यहाँ भन्दा माथि जाँदैन सो हामी यहाँ भन्दा माथि जाँदैन के गर्छौं यसपछि return x चेक गर्छौं if x is equals to के रिभर्स सँग इक्वल भयो त it's true 1 to 1 x भनेको 1 to 1 आयो र 1 to 1 आयो र रिभर्स भनेको पनि 1 to 1 true भयो this is how we solve this problem अब इन्टरभ्यूमा आयो भने इन्टरभ्यूमा एनी टाइम if this question comes right if this question comes now you should be able to solve it this is that simple now writing code is almost similar I've already write this in copy so let original equals to x okay let original equals to x let in the initial position reversed is equals to 0 right now what we have to do is return true or false return true if original is equals to reversed right original is equals to reversed if that happens then only return true otherwise false that will return to that will now until we need our base case here while x is greater than 0 well x is greater than 0 let remainder equals to x modulus 10 what it will do it will basically give us the last digit of the x right last digit of the x and we will add that into reversed how will we add that reverse times 10 plus remainder and what we will do we will just x equals to we will remove the last digit remove the last digit from x that's it x divide 10 this should solve the problem and this solves the problem okay this is how we solve the problem